नेपाल मिति 2083 साल साउन 14 गते रातको समयमा जिल्ला धनुषा सबैला नगरपालिका वडा नम्बर 12 नहरचोक स्थित शिव मन्दिर परिसरमा फेला परेको मृत व्यक्ति मन्दिरको पुजारी नभई कृषि कर्म ज्याला मजदुरी गरी रातको समयमा नियमित रूपमा मन्दिरमा आई सुत्ने वर्ष 40 को बन्टु राउत केडरी भएको बेहोरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। जिपरगा धनुषाबाट तालिम प्राप्त कुकुरसहित शोकको टोली घटनास्थलमा पुगी अनुसन्धान गरिएको सन्दर्भमा उक्त घटनालाई जोडी विभिन्न सामाजिक सञ्जाल तथा समाचारहरूमा उक्त व्यक्ति मन्दिरको पुजारी भनी धार्मिक तथा सामाजिक सद्भाव बिथुल्ने किसिमका समाचार सम्प्रेषण भएकोमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। सत्य तथ्य पत्ता लगाई अपराधीलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता सहित सामाजिक धार्मिक सद्भाव कायम राख्नेतर्फ सहयोग पुर्याउन सम्पूर्ण नागरिक जनहरूमा हार्दिक अनुरोध गर्दछौँ। धन्यवाद।